स्याड न्युज यार पोर्चुगल फ्यान्स। पोर्चुगलले चाहिँ स्पेनसँग 1-0ले राउन्ड अफ 16 को गेम हारिसकेको छ र बाहिरिसकेको छ। वान लास्ट डान्स फर क्रिस्टियानो रोनाल्डो भनेको थियौँ यार, तर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो टिममेट्सहरूले साथ दिएनन् र क्रिस्टियानो रोनाल्डोले पनि देशको लागि केही गर्न सकेनन्। तर केटाहरू केही छैन हैन, पोर्चुगल नकआउट भयो केही छैन, तर बट वान्स अ लेजेन्ड इज अलवेज अ लेजेन्ड र क्रिस्टियानो रोनाल्डो सधैँ लेजेन्ड हुनेछन्। तर आजको खेलको कुरा गर्नुपर्दा चाहिँ स्पेन डिजर्भ गर्थ्यो, अगाडिदेखि नै चान्सेसहरू क्रिएट गरिरहेको थियो र फर्स्ट हाफ गेम चाहिँ बोरिङ नै भएको थियो, तर सेकेन्ड हाफ जुन किसिमको खेल खेल्यो स्पेनले डिजर्भ गर्थ्यो। तर केही छैन हैन, क्रिस्टियानो रोनाल्डोको राम्रै बिदाई भयो। यतिको माथिसम्म पुग्नु भनेको पनि इट्स क्रेडिट गोज टु क्रिस्टियानो रोनाल्डो अनि पोर्चुगल। र अब आउँदोवाला विश्वकपको लागि 2030 को लागि चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु।